के भयो? हजुरलाई सबै कुराको धन्यवाद छ। के भयो तँलाई फेरि? तपाईँले मलाई यो संसारमा ल्याउनुभयो। जब सानो हुँदाखेरि तपाईँले मेरो हात समातेर हिँडाउनुहुन्थ्यो, त्यो सबैको लागि धन्यवाद छ बुवा। मेरो कर्तव्य हो त्यो बाबु। अब त्यही हो। आज म तपाईँलाई मेरो मुटुमा भएको सबै कुरा बताउँछु बुवा। ला त ला। मैले छ नि हजुर जस्तो मान्छे कहीँ पाउँदिनँ होला क्या। बुवा भन्ने चिजै छुट्टै हुँदो रहेछ क्या। अब हुन्छ नि, अब भगवान्लाई हामीले केही माग्यो भने होइन, पुरा नहुन सक्ला होइन, तर बुवालाई माग्यो भने 24 घन्टाभित्रै आइपुग्छ क्या त्यो कुरा। सबैले भन्छन् बुवाभन्दा बेसी माया आमाले गर्छन् भनेर, तर कसैले थाहा छैन यो कुरा। बुवाले होइन कति सेक्रिफाइस गर्नुहुन्छ, कति त्याग सङ्घर्ष गरेर घर पाल्नुहुन्छ र हामीलाई यस्तो सुविधा दिनुहुन्छ। लोन मागी मागी भए पनि बुवाले हामीलाई पढाउनुहुन्छ। त्यसैले तपाईँ जस्तो मान्छे पाउन मलाई 100 जुनीसम्म नि खोजेर नि भेट्दिनँ कि। आइज यहाँ बस बाबु, यहाँ बस छेउमा, मेरो छेउमा बस। हेर छोरा, हाम्रो पनि चाहना हुन्छ होइन, अब हाम्रो छोराछोरी पनि ठुलो ठाउँमा पुगोस् भनेर। तैँले हामीसँग मागेर मात्र हेर न, तेरो लागि त म आफ्नो ज्यान धरिदिन सक्छु क्या छोरा। कहिलेकाहीँ स्कुलमा फी नतिर्दाखेरि पनि होइन छोरा, त चित्त नदुख। म आफूलाई बेची भए पनि तँलाई राम्ररी पढाउँछु र ठुलो मान्छे बनाउँछु। हेर छोरा, त बस त भन्दा नि हाम्रो बुढेसकालको सहारा हो क्या छोरा। त्यसैले छोरा हामीलाई हेला नगर छोरा है, माया गरेर राख छोरा। त्यही हो, त्यति भन्न चाहन्छु म। किन रुनुहुन्छ बुवा? म माया गरिहाल्छु नि तपाईँलाई। सुन्नु त, आँसु बुझ्नुहोस् तपाईँ, आँसु बुझ्नुहोस्। बुढेसकाल भएपछि यस्तै हो छोरा, आँसु आउँछ। ल ल, आज बाउ छोरा घुम्न जानुपर्छ पर होइन, रेडी हुँदै गर्नु। ए सरी, आज त फादर्स डे पनि हो होइन, ह्याप्पी फादर्स डे बुवा।